गुड मॉर्निंग दोस्त। आज का हमारा ब्लॉग स्टार्ट हुआ। वेलकम बैक अगेन सुबिन लिबाङ यूट्यूब चैनल। इट्स मी सुबिन लिम्बू। यहाँ नदेखाऊ के यता बेहालत भइरहेछ गाइजहरू। आज चाहिँ होली हो नि त, अनि कतिहरूले त होली त कतिजनाहरूको त होली त स्पेसल चाड हुन्छ नि त होइन। आफ्नो अब धर्म संस्कार अनुसार उहाँहरू सबैलाई ह्याप्पी होली भन्न चाहे। अब हाम्रोमा त नर्मल हो, जस्ट केही पनि हुँदैन होइन, होली हो। अनि आज चाहिँ मैले उठिवरी मुख धोइसकेँ। अब सङ्गीताकोतिर जाने हो। जातिहरू खोकी लाग्यो, 1-2 महिना भइसक्यो, निकै हुँदैन साथीहरू। आई एम गेट सेट रेडी विथ माई ब्रदर। वी आर गोइङ के भन्नु, सिस्टर इन ल होम होइन, रुम। हाम्रो चाहिँ होली स्टार्ट भइसक्यो रे। अब हाम्रो यात्रा सुरु भयो। अब हामी होली मनाउन जाँदैछौँ। आमु मच्छु पुन्छु कति राम्री। अब चाहिँ हामी लाग्यो गाइज गर्दै डकीफोट। हाम्रो डेस्टिनेसन आज चाहिँ हामीहरू चाहिँ दाजु भाउजूकोमा खाना खान जाँदैछौँ गाइज भन्दै। यहाँ 2जना कस्तो देखिन्छ हौ, भित्ती जस्तो 10 भारी सनस्क्रिम लाएर हिँड्नु त कस्तो देखेछ हौ। वाउ टल्किरहेछ नि, टल्किरहेछ नि कोही कोही मान्छेहरू त आज फेरि मेकअप गरिदिएको थियो। प्रेमजीले यो भिडियो हेर्दै हुनुहुन्छ भने नि, प्रेमजीले मलाई उसको गर्लफ्रेन्ड देखाउनु भएको छ है। कहाँको रे? पोर्चुगलको रे। पोर्चुगल प्रेमजी के हो तपाईँ त्यसरी गर्लफ्रेन्ड देखाउने? उयो गरेर पोर्चुगलको होइन होला, झन्डा लाएर होइन जस्तो लाग्यो। हो, नेपालको चाहिँ प्रेमजी होइन, पोर्चुगलको चाहिँ गर्लफ्रेन्ड क्या। त्यसरी राख्छ नि त मान्छेहरूले। अनि मसँग चाहिँ किन मजा गर्नुभएको त्यसरी देखाउने भए होइन, लाइक त्यो मजा गर्न पाउँछ। अनि सेल्फ रेस्पेक्टलाई हार्म भयो रे त। डु यु नो प्रेमजी, डु यु नो व्हाट इज सङ्गीता सेल्फ रेस्पेक्ट? होइन त्यस्तो होइन, म त्यस्तो नराम्रो त भन्न खोजेँ, जस्ट किडिङ हो, हामीले मजाक गरिदिएको। बट होइन, मसँग बोल्ने बित्तिकै गर्लफ्रेन्ड पब्लिक गर्नुभयो। सायद मैले नै प्रेमजीको उयो मैले बुझ्न जन्न चाहती हुँ भनेर भन्थ्यो भने मैले गरिदिएको थिएँ। समथिङ त्यही हो, मिलाएर बुझ्नु होला हो क्या हो होइन। कस्तो दामी बस्यो यहाँ फुल ए फुल यस्तोतिर कस्तो फुल राम्रो देख्यो। हेर म फुलकुमारी झऱ्यो झरेको छैन है। कति रिङ्कल पो देख्दो रहेछ हौ। बुढी भयो, चाउरी परेर सत्यनाश भयो यार। अहिलेसम्म एउटा आँखा फुटेकोले हेरेर सकेको छैन। के को बुढी भयो भने भर्खर 17 वर्ष कि छु भने हाम्रो यात्रा छ। लपडाँडा त उता हो। ओ लपडाँडा कता हो? यता तलबाट जान्छ होइन है? अस्तिको आएको के हो त हौ? त्यो लुगा सिलाउने ठाउँदेखि कता? त्यो चाहिँ पुगुनमा, त्यहाँ चाहिँ पुऱ्याउनु न। यताबाट जान्छ होइन लुगा सिलाउने ठाउँ? त्यो हाम्रो डेस्टिनेसन कि डेस्टिनेसन आइपुगिसक्यौँ। अहिले चाहिँ हाम्रो अब खाइवरी पनि हामी यात्रा सुरु भइसक्यो। यहाँबाट उँधो जान्छ क्या उनीहरू। कस्तो देखेको राम्रै देख्छ, आँखा चिमचिम फुल। गाइज अहिले हामी यहाँ आइपुगिसक्यौँ, तालसी खेला पनि लागिसक्यौँ। यहाँ मिस सङ्गीतालाई निन्द्रा लागेर सखाप राजभरि सिरियल टल्केको। मेरो यति गोरी त छैन, गोरी सनस्क्रिम लगाइदिएको थिएँ, आँखामा हल्का मेकअप गरिदिएको थिएँ। गोरी काली, काली गोरी छैन है तपाईँ। गोरी तपाईँलाई काली कसले भन्छ? म घरको सबैभन्दा काली हो, मेरो नामै काली हो। मलाई त घरमा काली होइन, दारू चपारे दारे के पो भन्छ त। मेरो नाम त के हो? ठुलो कान्छी अनि के हो थाहा छ?
ड्याब्री कि भ्याब्री थियो अनि माथि घरमा राखिदिएको भने नि मेरो नाक ठुलो छ अरे अनि ठोडे छ अरे त्यही भएर ड्याब्री कि भ्याब्री राख्नु माथि घरमा चाहिँ कान्छा काकाले ढोक्री पनि पो भन्छ मलाई त मलाई त्यो अस्तिको दाइ छैन सहिलो दाइ अझै त्यसले ड्याब्री त्यसले नाम राखिदिएको तिम्रो र उसको त अनुहार पो मिल्छ है मिल्छ फाइनली गाइज हामीहरू चाहिँ सङ्गीताको रुममा आइसक्यौँ है दाजु भाउजूकोमा गएर राइस इट गरिओरि त्यस्तो मिठो थिएन है तरकारी मासु चाहिँ तेलमै मात्रै तारेको थियो त्यस्तो राम्रो चाहिँ थिएन है होली चाहिँ यस्तै भइरहेछ है यता सङ्गीता लिम्बू यता सुबिन लिम्बू होइन साथीहरू यसपालको होली चाहिँ यस्तै भयो आगुनको होली चाहिँ म सायद नेपालमै हुन्छु र खतरा मनाउँछु सायद नेपालमै हुन्छु सुनिराख है गाइजहरू सायद म नेपालमै हुन्छु बुझ्यौ सङ्गीता आगुन सायद म नेपालमै हुन्छु होला अनि यसपालको होली चाहिँ यस्तै भयो साथीहरू आई हेभ नो मनी बिकज आई हेभ एनी मनी प्रब्लम इट्स ओके डु यु अन्डरस्ट्यान्ड कि डु यु अन्डरस्ट्यान्ड गाइज अब आजको भिडियो त यस्तै भइरहेछ साथीहरू नाच्दा गरेर थाकेर उब्रेछु जिन्दगीमा पहिलोचोटि नाचेर भिडियो बनाएको कमेन्ट पनि गरेर लाइक पनि गर्छु त्यत्रो उफ्रिँदाखेरि त केही अलिकति हौसला मोटिभेट गर्छ होला भनेको जिन्दगीमा पहिलोचोटि नाचेर भिडियो बनाएको गाइज त्यही पनि यहाँ मेरो बहिनीले आज मास्कारा लाएर फेरि परेला पनि ठाडो पारेर पो बसेछु नि अस्ति कस्तो राम्रो सङ्गीता र मेरो चाहिँ उयो थियो क्या गाइज भिडियो थियो होइन फोटो क्या मैले त्यो थम्बनेल राख्छु भनेर खिचेको कस्तो त्यो भिडियो डिलिट हान्दाखेरि भिडियोसँगै हानेछु क्या साथीहरू मेरो चाहिँ साह्रो प्रब्लम त्यस्तो छ है तपाईँलाई थाहा छँदैछ साथीहरू मैले कपाल काटेको छु थाहा छैन भने थाहा पाइराख यहीँबाट दिस माई हेयर बिन यो पनि उधारो किनेको यार आई हेभ अ मेनी मनी प्रब्लम भनेको यही हो गाइज अब यस्तै हो साथीहरू होइन म भिडियो बनाउँदिनँ होला अब सायद किनभने मेरो यो बोर्ड इक्जाम आइरहेछ अब आज भोलिदेखि 1 गते म 19 गते 18 गतेसम्म चाहिँ म गुफा बस्नुपर्ने छ साथीहरू मेरो चाहिँ इक्जाम छ अनि त्यो पनि ब्याक इक्जाम हो नि त अनि इक्जाम राम्रो दिनुपर्छ यताले पनि पास भएन भने त कहिले फर्म खोल्छ है पास गर्नुपर्ने हुन्छ अनि सुबिन चाहिँ अब रुममै बस्छिन् अब डुल्दिनन् गाइज मैले ल्याएको फ्लावर दिस इज अ वाइट फ्लावर यसको चाहिँ होइन एकदमै धेरै पो गनाइहाल्यो हो खतरा बास्ना आइरहेछ है सङ्गीताको मनी प्लान्ट होइन अनि यो चाहिँ मैले ल्याएको सङ्गीताको म राखिदिइरहेको छु पानी हाल्यो गाइज अनि यदि भन्दै आज चाहिँ म अब रुमतिर लागेको के साथीहरू अब म रुम जानु पऱ्यो घाम दामी लागिरहेछ होइन सङ्गीता लिम्बूको रुममा यस्तो मजा भइरहेछ भोलिदेखि त सुबिन लिम्बू रुमबाट बाहिर निस्किँदैन साथीहरू फेरि पिम्पल पनि मलाई नै आउँछ 2 महिना खोकी पनि मलाई नै लाग्छ म्याससाला मलाई त सबैले हेप्छ हो मान्छेले त हेप्छ भगवान्ले यो सिजनहरूले होइन यो मौसमले एनी सबले हेप्छ यार मलाई के भएको यस्तो के भइरहेछ गाइजहरू भनिदिनुहोस् न लाइक कमेन्ट मन परेमा सेयर र सब्सक्राइब गर्न चाहिँ नभुल्नु होला साथीहरू माया गरिदिनु होला मलाई सपोर्ट गरिदिनु होला अहिले फेरि मलाई यस्तो भएर खासै कस्तो लाग्छ क्या अप्ठ्यारो लाग्छ क्या इट्स योर चोइस होइन मनपर्छ इट्स ओके मन पर्दैन होइन त्यही हो अब जिन्दगी यस्तै हो साथीहरू के गर्नु म त ऱ्यान्डम भिडियोहरू बनाउँछु होइन मेरो चाहिँ म चाहिँ अहिले बेरोजगारी नेपाल हो नि त पहिला त काम गर्थेँ 2-3 महिना अगाडि त साथीहरू अहिले त म घरमा बसी छ काठमाडौँमा बसी छ आफ्नो घर छैन अर्काको घरमा बस्यो खायो ओहो यहाँको घरबेटी भन्दा त मेरो बाबामा रिच छ यार बसी खुवाउँछन् बसी साँच्ची भन्ने हो भने कहाँ यो काठमाडौँको मान्छेहरू हाम्रो गाउँमा गएर बसेर खान सक्छ त साथीहरू सक्दैन नि हो किन भन्नु सक्दैन नि तर हामी चाहिँ यहाँनिर यस्तो महँगी ठाउँमा आएर यसरी उनीहरूकोमा घरमा रुम भाडा तिर्दै भन्दा त मेरो त रुम भाडा तिरेको छैन है 2 महिनाको फेरि घरबेटीले यो भिडियो हेरेर फेरि घर निकाला गरिदियो भने त यस्तो 5 रुपियाँ दिँदो न 5 रुपियाँ दिँदो न गर्दै बाटोमा बस्नुपर्ने दिन पनि आउला छ ए सङ्गीता बहिनीकोबाट पालिस लाएर आएको थिएँ अस्ति सबै उक्किएछ हौ साथीहरू यो गोरुको छाला जस्तो नङ्के मेरो कसैलाई हात हेर्न आउँछ भने मेरो हात हेर्दो गाइज मेरो भाग्य कस्तो रहेछ शुभ रहेछ कि अशुभ रहेछ अशुभै छ होला हौ यत्रो वर्ष पुगिसक्यो जागेर छैन पैसा चुइट आमा बाउको पैसा पनि चुइट आफ्नो पैसा पनि चुइट
अब अलिअलि भएको यिनीहरू बेचेर खानु बाँकी छ, यता छ अलिकति। अब यिनीहरू बेचेर खान्छु अलिक दिन पछाडि। अब यिनीहरू लास्टमा आएर यता सर्नुपर्ने छ कि, यता पनि छ एउटा। अब बेचेर यही बेचेर खानुपर्ने साथीहरू, के गर्नु, गरिबी गरिबी। पिम्पल क्या साथीहरू, मलाई पिम्पल किन आउँछ, कुन चाहिँ केटाले मलाई आँखा लगाइरहेछ अरे, आँखा लगायो भने मात्रै आउँछ अरे। आया के हेरेको साङ, हेर्नु यस्तरी मेरो हातमा होइन साथीहरू, यस्तरी नसा हुन्छ क्या यस्तै। अझै देखेको छैन, अहिले त देखेको छैन क्या, खै कसरी बोलाउनु होइन। यस्तो नसा हुन्छ होइन साथीहरू, यो नसा हुने मान्छे चाहिँ एकदम बहादुर हिम्मतवाली हुन्छ अरे। केटी मान्छेहरूको हातमा नसा छ भने। यसले चाहिँ मोबाइललाई हानेर साथीहरू, यो मैले फुलिरहेको छ, सुनिरहेको छ, यो यहाँ र यो बिचको चुच्चो मेरो फुलिरहेछ, दुखिरहेछ क्या मलाई। कि तिन खुबसुरत। म सायद बिचमा 1-2वटा भिडियो चाहिँ हाल्छु साथीहरू, म धेरै भिडियो हाल्दिनँ अब होइन। मलाई हेरेर साथ दिनु होला। कस्तो हेर्नु, यहाँ काम गरेको जस्तो पो हात छ नि फेरि मेरो त। कि तिन खुबसुरत भन्दै मेरो भिडियोलाई चाहिँ अन्त गर्न चाहेँ होइन मेरो साथीहरू। आज दिनभरि लुलो फुल यहाँ लुगा पनि देखाइदिन्छु साथीहरू। के गरिबी गरिबी भन्दै बस्नु, प्रुफ पनि गराइदिनु पऱ्यो क्या गरिबीको। अब के गर्नु, रुम जानुपर्ने हुन्छ, भाइ कहाँ रहेछ कल गर्नु पऱ्यो। ल साथीहरू, यो भिडियो चाहिँ मैले यहाँ इन गर्न चाहेँ। डोन्ट फर्गेट सब्सक्राइब, लाइक, कमेन्ट, सेयर, ओके।